मान्छेलाई धन्नु हेर्छ कस्तो डेन्जर बनाउनु एक्सिडेन्ट भयो है माथि र मुडा आएको तलतिर चाहिँ गाडीमा डेन्जर लाग्छ है गाडीको मान्छेले के भयो गरेर हेर्नुपर्छ अब तपाईँलाई लाग्यो कि बस्नु नमस्कार सबैजनालाई म अनिश पौडेल न्यू भ्लग लिएर आइसकेको छु र टाइटल र थम्बनेल हेरेर हजुरहरूले बुझिसक्नु भयो होला अडियन्स हुन्छ लाइभ एक्सिडेन्ट रुख चाहिँ माथि काटेको गाडीले एक्कासी आएर अठायो क्रममा गाडीहरू रोकिरहेको थियो अडियो काम भएको कारणले र एक्कासी माथि र मुडा आएर गाडी चाहिँ मान्छेले त असर गरेन मान्छेले त केही भएन ड्राइभरलाई त्यो दाइलाई खऱ्यो सरकारी गाडी रहेछ मान्छेले त खास केही भएन अडियो काम भएको कारणले एकदम मान्छेले त केही पनि भएको छैन अडियो लाइभ एक्सिडेन्ट देख्नुहुन्छ रुख अझै धेरै नै काट्न बाँकी थियो र रुख अचानक तरिकाले आइदियो गाडी पनि तल होल्ड गरिरहेको थियो फोनमा बोल्ने चाहिँ कर्मचारी हुनुहुन्छ रुखको द्वारा चाहिँ उतै माथि काटिरहेको क्रममा चाहिँ गाडीहरू रोकिरहेको क्रममा चाहिँ आएर मान्छेले केही भने एक्सिडेन्ट भएको छ एकदम ठुलो रुखको जरा चाहिँ एकदम डेन्जर तरिकाले आयो कस्तो मान्छेलाई चाहिँ असर गरेन त भन्दा अगाडि आयो नि मान्छेलाई पनि एकदम असर गर्थ्यो रुख चाहिँ अब अचानक तरिकाले आएको हो यो साइडबाट एउटा कर्मचारी निस्किहाल्नु भयो र अर्को साइडबाट ड्राइभर कर्मचारी निस्किहाल्नु भयो र रुख चाहिँ देख्न सक्नुहुन्छ जरा चाहिँ कत्रो हो यो चाहिँ स्वामीको रुखको जरा हो अरू देख्न सक्नुहुन्छ रुखको जरा उता काटेको हो आधी काटेर तलतिर गयो गाडी लठा आधी चाहिँ छोडेको छ यो चाहिँ मेरै आँखा अगाडि र थुप्रै बाटा काम गर्ने मान्छे र थुप्रै अरू मान्छे पनि थियो लाइभ एक्सिडेन्ट भएको हो लाइभ एक्सिडेन्ट चाहिँ के कसरी भयो भन्दा बाटामाथि रुख थियो रुख चाहिँ काट्ने क्रममा चाहिँ त्यो रुख चाहिँ ढलेको रुख थियो पहिल्यै जग्गा बनाउने बेला घरेडी बनाउने बेला रुख चाहिँ काट्ने क्रममा अझै यति काट्न बाँकी थियो अलिकति काट्नु चाहिँ अझै यति काट्न बाँकी रुख चाहिँ यति मोटो थियो भने यति काट्नमा बाँकी थियो अझै थोरै मात्रै काट्नु भएको थियो र रुख काट्ने क्रममा अनि अब खाजान टाइम भएको थियो खाजान जानुभएको थियो त्यो रुख काट्ने मान्छेहरू र खाजा खाने जाने क्रममा अनि बाटो तल एक्कासी गाडी आएर रोक्यो अगाडि चाहिँ पुलिस आएको छ पुलिसले अब एक्सिडेन्ट कसरी भयो भनेर छानबिन गर्छ अब तपाईँले पुलिस देख्नुहुन्छ अगाडि दुई तिनवटा बाइक चाहिँ गयो जेसिबीले साइड दिएर त्यो गाडीलाई साइड दिएछ त्यो गाडी चाहिँ जानु खोजेन त्यो गाडी चाहिँ हाइस टोयोटा हो कि कुन कम्पनीको सरकारी गाडी रहेछ पुरा कृषि संस्थाको कर्मचारीहरू रहेछन् र गाडी चाहिँ त्यही होल्ड गरेर बस्यो 10-12 सेकेन्ड र हामी बाहिर उतातिर साइडमा थियौँ धेरै पर थियौँ अनि हेर्दा त थुप्रै मान्छेहरू थियो हेर्ने अनि यत्तिकै बाटा कामहरू जस्तो यत्तिकै अनि हेर्ने क्रम अचानक तरिकाले माथि रुख अचानक तरिकाले चुड्डियो त्यो प्रेसरमा चुड्डिएर आएर गाडीलाई अठाउँदा एउटा कर्मचारीले के भने ड्राइभर कर्मचारीलाई चाहिँ खुट्टामा अलिकति असर गरेको अलिकति सुन्निनु भएको मान्छेलाई धन्नु हेर्छ कस्तो डेन्जर बनाउनु अगाडि बाटो बनाउने काम भइरहेको थियो र जेसिबीले त्यसमा चाहिँ सामान लोड गर्ने के गर्ने काम गरिरहेको थियो ट्र्याक्टरहरूतिर गाडीको चाहिँ एकदम अगाडि चाहिँ भागमा चाहिँ एकदम धेरै असर गरेको छ रुखले चाहिँ मान्छेले कस्तो के भएन त्यो ठुलो कुरो हो र देख्न सक्नुहुन्छ कसरी आएको छ जरा पनि एकदम ठुलो हो स्वामीको रुखको जरा त्यही माथि हाबाट कस्तरी आएको कि रुखबाट आम्मा त्यहाँबाट यस्तो रुख त्यहाँबाट आएर कस्तो अठाइदियो है आहा ट्राफिक पुलिस आइसक्यो अब निर्णय हुन्छ पुलिस पनि आहा ट्राफिक पुलिसले चाहिँ निर्णय गर्छ होइन देख्न सक्नुहुन्छ उता बस पनि आहा ट्राफिक पुलिसले चाहिँ हेर्छ के कस्तो भयो भनेर त्यही हो अब यस्तो तरिकाले एक्सिडेन्ट हुन्छ केयरफुल हुनुपर्छ हामी सबैजना नाला बनाउने काम भइरहेछ बाटो बन्ने क्रम यस्तो भइरहेछ
अगाडि देख्न सक्नुहुन्छ आज चाहिँ भोलिपल्ट भइसकेको छ र पानी परेको कारणले अगाडि एक्सिडेन्ट भएको जुन मेन पार्ट छ गाडीको त्यसमा चाहिँ ढाकिएको छ इन्जिन खराब नहोस् भनेर नबिग्रियोस् भनेर र आज नेक्स्ट डे भइसकेको छ जरा चाहिँ डोजरले साइडमा लगाइसकेको छ अरू देख्न सक्नुहुन्छ माथि हो त्यो माथिबाट रुख काट्ने क्रममा जरा चाहिँ गुल्टिँदै आएर गाडीले हाँचे अठाएको हो गाडी चाहिँ रोकिराखेको थियो अगाडि काम भइरहेको कारणले अरू देख्न सक्नुहुन्छ जरा चाहिँ कत्रो थियो पुलिस र ट्राफिक पुलिसहरू समाधान गर्यो एक कुरामा केयरफुल हुन्छ त्यो गाडी चलाउँदा होस् कि रुख काट्दा होस् कि जेसुकै काममा केयरफुल हुनुपर्छ र भिडियो आजको लागि यति एन्डिङ गर्न चाहन्छु हस् त जय नेपाल।